नमस्ते सबैजनालाई मेरो तर्फबाट हैन। यो चाहिँ मेरो फर्स्ट टाइम ब्लग बनाउँदैछु हैन। आज चाहिँ मेरो मन्डे छुट्टी अनि मेरो दुईजना साथीसँग चाहिँ आज भिलाजु पार्क घुम्न जाँदैछु। अनि यो चाहिँ स्पेसल्ली मेरो पुरानो साथीको लागि हो हैन। उसले अब फर्स्ट टाइम अब ऊ आएको नेपालदेखिबाट मेरो साथी हो अनि फर्स्ट टाइम 6 महिनापछि चाहिँ हामी दुईजनाको सँगै छुट्टी मिलेको छौँ। त्यही भएर उसलाई चाहिँ भिलाजु जान मन छ अरे, त्यही भएर चाहिँ भिलाजु घुमाउनु गएको। अनि पछाडि यहाँ दुईजना साथी छ हैन, एकजना अनि अर्को एकजना। खै कता कता हो लेट्सी हैन, कस्तो हुन्छ है हाम्रो चाहिँ है। ल हामी चाहिँ निस्किन्छौँ, निस्किँदैछु है। ल ल हिँड जाउँ ल यतापट्टि छ है। ल है म चाहिँ यता छु है गाइस, अब जान लागेको। लेट्सी हाम्रो चाहिँ होइन बाहिर जान निस्किने बेलामा चाहिँ यसरी होइन यहाँ जानुपर्छ है। यसरी बाहिर निस्किन लागि हाजिर पनि गर्नुपर्ने हुन्छ होइन। नाम लेखेर निस्किनुपर्छ हो। कसको यस्तो छ हौ। हाम्रो चाहिँ यस्तो निस्किने बेलामा चाहिँ होइन नाम लेखेर निस्किनु पर्ने हुन्छ। ओइ आइज न तिमीहरू, आइज छिटो। ल है अब हामी चाहिँ यसरी मेट्रो बसमा चढेको छौँ होइन, यसै भिलाजु जानलाई। लगाइ हेर्नु है बाहिरको वातावरण। ल गाइस हामी चाहिँ होइन भिलाजु पार्कमा आएको छौँ है यसरी। ल है गाइस हामी चाहिँ आइपुग्यो कामलुङ बोकेर होइन। अब लेट्सी मलाई खासै बनाउन त आउँदैन है भिडियो, यो मेरो फर्स्ट टाइम हो है। कस्तो देखिन्छ होइन गाइस भन्नु होला है। अर्को दुईजना यहाँ छ प्याकुरीहरू झोला बोकेर यहाँ आएर नि यहाँ बोला न बोला हो बोला। कति राम्रो हेर्नुहोस् न, कति राम्रो छ बाँध्नु वातावरण, कति राम्रो। त्यो हेर्नु न मेरो बोली त यस्तै छ कति राम्रो। भिलाजुको टावर पछाडि आयो आमा बनाउन आउँदैन है, यसो माइन्ड गरिदिनु होला। फर्स्ट टाइम ट्राई गर्दैछु कस्तो हुन्छ। ऊ त हेर्नु न कत्रो धारा पानी उही गएर कति राम्रो होइन। के छ साथी? ओइ के छ हौ साथी त हो नि होइन होइन के छ साथी? अर्को साथी के छ हेर्नु है। कामलाङ कुमलुङ बगेर हामी चाहिँ साथीहरू हेर्नु कति राम्रो हेर्नु त कति राम्रो। मलाई फेरि बोल्न त आउँदैन, मेरो बोली फेरि यस्तै छ हजुर, के गर्नु मेरो बोली यस्तै छ। हेर्नुहोस् साथी पनि त्यस्तै छ है, म पनि त्यस्तै छु गाइस। कति राम्रो गाइस। हेर्नु त एक्सर्साइज गरेको मैले ल। तपाईँ कति मोटे थिएँ, यस्तै एक्सर्साइज गर्नुपर्छ स्लिम हुन्छ एक्सर्साइज होइन। मैले पनि उसलाई यसरी नै एक्सर्साइज गर्नु सिकाएर ऊ पनि यसरी मजाको फिगर बनेको छ है, यस्तो स्लिम भएको छ है। उसलाई पनि मैले सिकाएर है भर्खर आएको छ होइन। अब उसलाई पनि म एक्सर्साइज गर्न सिकाउँछु, ऊ पनि स्लिम हुन्छ एक दिन देखाउँछु है त गाइस। अनि यहाँ चाहिँ एउटा यस्तो पोखरी छ होइन, त्यो दामी छ है। अनि यहाँ पनि यो स्विमिङ खेल्नलाई गजबको हुन्छ होइन। यहाँ पनि आउनुहोस्, म स्विमिङ खेल्न सिकाउँछु है त यहाँ पनि। ल हेलो गाइस हामी चाहिँ होइन अब यसरी हिँड्दैछौँ होइन, एकछिन रेस्ट गरेर साथीहरू होइन। त्यहाँ उसमा परपट्टि एउटा पानी आउँछ कि त्यहाँ जाने होइन। ल कस्तो हुँदैछ साथीहरू? महसुस कस्तो फिल भइरहेको छ? एकदम रमाइलो भइरहेको छ। अब हामी कहाँ जाने हो? यहाँबाट त्यसो नि त्यो पछाडि पानी तर अलि यहाँबाट देखिँदैन, अलि उता पुगेपछि देखाउँछ है त। कुरा बताउन चाहन्छु यता देखान। अनि यहाँभित्र जानलाई चाहिँ 50 रुपियाँ पैसा लाग्छ भनेर 50 रुपियाँ पैसा पनि नभएको हामी गरिबी विदेशीहरू पऱ्यौँ है। त्यस कारण हामीले बाहिर घुमेर चित्त बुझाउने प्रयास गर्दैछौँ। मन त बुझेको छैन, पैसा नहुँदा कस्तो हुँदो रहेछ भनेर म यहाँ सम्झिँदै हिँड्दैछु। ल है त सुन्नुभयो होला नि त, यो हाम्रो यथार्थ पीडा हो। हामीले यहाँ के अरे मार्केट छिरौँ भनेको त यार यो ढोकै मेन गेट ढोकै भेटेन हौ।
हिँड्दा हिँड्दा थाकिसक्यो यार साथीहरू हो क्या रिचार्ज मायालाई फोन गरौँ भनेको रिचार्ज नपाएर मेरो दाजु ब्रेकअपै हुन्छ जस्तो भइसक्यो त्यही त भनेको हौ यहाँ मेन गेटै भेटेन हौ यो मार्केटको कहाँनिर होला मेरो मायालु यो भिडियो तिमीसम्म आइपुग्यो भने चाहिँ मैले रिचार्ज चाहिँ खोजि नै राखेको छु है मायालु मैले रिचार्ज खोजि नै राख्छु रिचार्जै नपाएको यहाँ हेर्दैछु है यहाँ हेर्दैछु मेन ढुका आएपछि देखाउँछु है त आइपुग्यो ऊ अल्मिरा कता कता के भन्ने साथीहरूले आइसक्रिम गर्मी लास्टै भएर हेर्नु त यहाँ दुईजना यसरी आइसक्रिम खाँदैछ होइन म पनि आइसक्रिम खाँदैछु है कस्तो भइरहेछ भाइ आज त लास्ट गर्मी है गर्मी पनि लास्टै बढी गयो भाइ त्यही गर्मी सिङ्गल आएर गर्मी भएको होला है हेर नि फेरि बोलेको म चाहिँ यता खाँदैछु है लास्ट गर्मी भएर होइन लास्ट भन्नुको मतलब ला अन्त साथी भेट्दा गरिदिन्छ नि त गरिदिन्छ नि त साथी भएको भए छैन मैले यो भिडियो चाहिँ बनाएको यसमा चाहिँ मेरो माइक अफ भएछ होइन म्युट भएर चाहिँ यसमा साउन्ड आएन रहेछ मैले आफ्नो भोइस हालेको छु रेकर्ड गरेर होइन यो चाहिँ हामी पार्कमा यसरी यस्तो हक्क लाएर यसरी म्याट ओछ्याएर खानपिनको लागि घरबाटै हामीले खानेकुरा सबै बनाएर रेडी गरेर यसरी बसेर चाहिँ हामी खाना लागेको छौँ होइन साथी हामीहरू चाहिँ होइन सबैजनाले आफ्नो भाग के परेको छ त्यति बनाएर लिएर आएको छौँ होइन अनि हामी तिनजना भयो यो क्यामेरा बनाउने चाहिँ रेडी गर्ने चाहिँ मेरो एकजना बहिनी हो यो चाहिँ बाहिरको बहिनी हो चिन्दैन अनि ऊ चाहिँ भन्छन् दिदी म आउँदिनँ ल क्यामेरा भनेर भनेको थिएँ बरु म सुट गर्छु भनेर चाहिँ उसले चाहिँ सुट गरिदिएको हाम्रो चाहिँ होइन जस तर चाहिँ मेरो ब्लग बनाउनलाई चाहिँ इजिली साथी भयो होइन अनि हेर न हौ म त कस्तो मेरो माइक अफै भएछ क्या मैले त्यो साउन्डै आएन रहेछ मलाई कस्तो नरमाइलो लाग्यो अब चाहिँ हामी यसरी आफ्नो खाना निकालेर रेडी गरेर होइन यो चरपटीको सामान चाहिँ यता लिएर आएर हामीले यहीँ बनाउँछौँ होइन अनि मेरो भागमा चाहिँ पास्ता परेको थियो अनि अर्को साथीले चाहिँ अचार अनि अर्को साथीको भागमा के अरे चरपटी अनि त्यसपछि चिसो परेको थियौँ होइन हामी यति भए चाहिँ त के चाहिँ चाहिएर होइन जिन्दगीमा त यसरी कहिले कहिले त मौज मस्ती गर्नु पऱ्यो नि त हो इन्जोय गर्नु पऱ्यो अब यसरी अचार त्यहाँ मेरो पास्ता अनि यो चाहिँ यो चरपटीको सामानको लागि हो यो चाहिँ होइन अनि भुजा छ मैले देखाइरहेको छु होइन अब यो चरपटी बनाउनु लागि चाहिँ हामी यसरी रेडी गर्दैछौँ हेर्नुहोस् है गाई चाहिँ हेर्नुहोस् मेरो हेर्नु न कस्तो माइकै बन्द भएछ क्या बोलेको केही पनि भएन कामै लागेन हेर्नु न एकजना यहाँ खान्छु खाइरहेको छ हेर हेर्नु एकजना हेर नि यहाँ पेट दाममा म पनि यसरी बसिरहेको छु है अब म डान्स गर्छु ल डान्स भन्दा नि म सिरियस गीतमा एक्टिङ गर्छु अब आयो मन पर्ने मान्छे छाने तिम्रो मन पर्ने मान्छे छाने तिम्रो उसैको दिलमा फुल्दै भन्छ उसैको दिलमा मेरो यार आज आइदियो गाइज हामी चाहिँ सकेर होइन रुम जाँदैछौँ ल प्याकिङ गरेर अलरेडी हामी जाँदैछौँ रुम यही हो लास्ट है हाम्रो ब्लग इन्ड
मलाई भ्लग चाहिँ खासै बनाउन आउँदैन होइन माइन्ड नगरिदिनु होला यति नै हो होइन कसो यति नै हो यो लास्ट है यो चाहिँ यो लास्ट एन्ड हो अब हामी रुम जाँदैछौँ होइन गाइस लेट्स के भन्छ बाई बाई सी यु नेक्स्ट टाइम लु चस्मा पनि झरेर यसको बगु टुपी ठाडा